हेलो गाइस, गुड मर्निङ गाइस। यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ हाम्रो कान्छा काकाको जनै सुपारी हुँदैछ। उहाँ चाहिँ दियो बाल्ने हुनुहुन्छ। हाम्रा कान्छा काकाको हुनेवाला ससुरजी हुनुहुन्छ। उहाँसित अरू पाहुना आउनु भएको छ अनि सबैजना बसिरहेका छन्। अनि गुरुजी पनि हुनुहुन्छ। गुरुजीले अब के भन्नुहुन्छ, कति तारिक फिक्स हुन्छ उहाँले भन्नुहुन्छ पात्र हेरेर। गाइस, पात्र भनेको बिहेको डेट फिक्स गर्छन्। बिहेको डेट फिक्स गर्ने काम पण्डितजीको हुन्छ, गुरुजीको। गुरुजीले पात्र हेरेर बिहेको डेट फिक्स गर्छन् गाइस। अनि फ्यामिलीको पनि सल्लाह हुन्छ, केटाको फ्यामिलीको पनि सल्लाह हुन्छ, केटीको फ्यामिलीको पनि सल्लाह हुन्छ। त्यो सल्लाह गरेर बिहेको डेट फिक्स गर्छन् गाइस। लु है गाइस, जनै सुपारी हेर्दै गर्नुहोस् लास्टसम्म। मेरो भिडियो मजाले हेरिदिनु होला। लाइक सब्सक्राइब गर्न नबिर्सनु गाइस। सदाधारं कस्मैर्विदेम आकृष्णोदसोन हिरण्यन सवितरतेन देवा भुवनानं पश्यान्। हरि ओम स्वस्ति न इन्द्रविदो सभा स्वस्ति न पुखा विश्ववेदा स्वस्ति न ताक्षम। तपाईले के गर्नु पर्छ? पुरै चन्दनको टिको लगाइदिनु। उहाँ चाहिँ हाम्रो हजुरआमा हुनुहुन्छ। उहाँलाई टिको लगाइदिँदै हुनुहुन्छ। स्वस्ति न बृहस्पतिको ददातु। फुल चुन्नु न। नमस्कार गर्नु। नमस्कार गर्नु। उहाँ चाहिँ मेरो पापा हुनुहुन्छ अनि पापालाई टिको लगाइदिँदै हुनुहुन्छ हाम्रो कान्छा काकाको हुनेवाला ससुरजी। नमस्कार गर्नु। दुईजनाले नमस्कार गर्नु। अब चाहिँ साइला काकाको बारी। गाइस, हामीहरूको पापाहरूको दाजुभाइ 7 भाइ हुन् अनि दिदी बहिनी डोरी हुन्। ठुली फुपूको घर त सिलापत्थर हो, तर ठुली फुपू हुनुहुन्न। ठुली फुपू खस्नुभयो। अहिले कान्छी फुपू हुनुहुन्छ। साइला काकालाई पनि टिको लगाइदिएर गामछा लगाइदिनु भयो। गुरुजी भेट्दा राम्रो उहाँ चाहिँ हाम्रा अन्तरे काका हुनुहुन्छ, किशोर काका। उहाँलाई पनि टिको लगाइदिँदै हुनुहुन्छ। हुनेवाली कान्छी काकीको पिताजीले लगाइदिँदै हुनुहुन्छ टिका। हाम्रो सबभन्दा सानो काका कान्छा काका 7 नम्बरका काका हुन्। अब गाइस, अपकमिङ हुनेवाला बेहुला हुन आँट्दै हुनुहुन्छ। गणपति पूजा गरेर
चन्द्र सूर्य साखी राखेर मेरी सविता नामकी छोरी तपाईलाई जिम्मा लगाए 1 दिए 2 दिए 3 दिए ताले पुन्ने भन्नु पर्यो यताबाट पनि भन्नु तपाईकी छोरी जसरी मलाई जिम्मा लाउनु भइन्छ म त्यस्तै गरेर सुखले पाल्दछु बस भइहाल्यो गाइस बिहेको डेट फिक्स भयो मार्च 12 तारिक बिहे कान्छाकाको 11 तारिक चाहिँ कसार बटार्ने। त गाइस हामीहरू 11 तारिक भेट गरौँ। अब गुरुजीलाई पनि बिदाई गर्दै हुनुहुन्छ टिकोटालो गरेर। 11 मार्च कसार बटार्ने दिन र 12 मार्च बिहेको दिन 2026 सनमा भेट गरौँ गाइस। बाई बाई।